यो क्लिन माथि यो भिडियो भइरहेको छु। व्हाट्सअप गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म बटारदेखि कुन ठाउँमा आएको छु भन्दाखेरि चैनपुर भन्ने ठाउँमा आएको छु। चैनपुर भनेपछि चाहिँ अब मेरो जन्मस्थल पनि चैनपुरै हो। हामी चाहिँ यता अब अहिले म जहाँ आइपुगेको छु त्यहाँ चाहिँ ठिकै भ्यू देखिन्छ। अलिकति अब माथि डाँडा पुगेपछि चाहिँ एउटा मन्दिर पनि छ। त्यो मन्दिरमा पुगेपछि चाहिँ अनि 2-3 ठाउँ देखिन्छ, नुवाकोट दरबारहरू पनि देखिन्छ। अनि यस्तै गरी अब यो चाहिँ यो रुख छ नि, यसमा चाहिँ अब हामी पहिला भुरामा खेल्छौँ। म अनि पढेको स्कुल भनेको चाहिँ यो चाहिँ खड्क भन्ज्याङको प्रगतिशील मावि हो है। खड्क भन्ज्याङ भन्ने ठाउँ हो यो चाहिँ। स्कुलबाट माथि माथि गाउँहरू चाहिँ आलम डाँडा, जोय डाँडा भन्ने हो। अनि म चाहिँ तपाईँहरूलाई एउटा अर्को चिज पनि देखाउँछु कि हामीले चाहिँ भुरा भए पनि त्यो फुटबल खेल्थ्यौँ। फुटबल खेल कस्तो हुन्थ्यो भन्दाखेरि भङ परिसकेको फुटबल हुन्थ्यो। अनि त्यस्तो पनि हामीले मुखले फु गरेर फुलाएर खेल्थ्यौँ। त्यो चाहिँ यहीँ मास्ते डाँडाको चौरमा हो। त्यो म देखाउँछु। घाम यस्तो फेरि यस्तो चर्को छ, मान्छे ढल्न सक्छ। मैले पानी पनि बोकेको छु, त्यही भएर ब्यागमा। हामी फुटबल खेल्ने चौर कस्तो भयो त। यहाँतिर चाहिँ सबै डढेर लगाइसकेर चाहिँ यो पछाडिको ग्राउन्ड चाहिँ हामी फुटबल खेल्ने ग्राउन्ड हो। अहिले चाहिँ म अलिकति माथि आइदिएको छु, धेरै टाढा पुगेँ। यहाँ चाहिँ हामी भुरा छँदाखेरि प्रायः आइपिरहने ठाउँ हो यो, त्यही भएर क्याप्चर गरिरहेको छु भिडियोमा। यो ठाउँमा चाहिँ मलाई पहिला बाँदरले पनि चुटेको क्या फेरि। अब भुरामा बाँदर जिस्काउन रमाइलो लाग्ने, अन्त केटाहरूले त्यसो छोडिदिने। आफूलाई मजा आयो ढुङ्गा टिपेर गयो, यसो 1-2टा त भएको थियो। अलि झुङमा पुगेपछि त ठुल्ठुलो ढेडुले त खाउँ भनिहाल्थ्यो। यो ठाउँमा चाहिँ मेरो धेरै कुरो जोड्दै छ बच्चा बेलादेखिको। ओहो, यहाँ त नुवाकोट दरबार पनि देखिन्छ। ठ्याक्कै अहिले तुवारो लगाइरहेको छ क्या, तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ। यो मुलाबारी डाँडोभन्दा पारिपट्टि हो क्या, ठ्याक्कै क्लियर देख्छ माथि मन्दिरबाट। अहिले त पुरै तुवारो लगाइरहेको छ। अहिले म जान लागेको मन्दिर चाहिँ छ नि, मन्दिर चाहिँ पहिला मेला लाग्थ्यो कोही बेला, वर्षमा एकचोटि। एकछिन बेला पढ्नु त ठ्याक्कै अहिले बिर्सिहाल्यो। भुरामा चाहिँ रातभरि अब त्यहीँ बस्ने हो क्या, हामी मन्दिरमै बस्ने हो। अब कोही त आउँथ्यो घरतिर नि, हामी चाहिँ अब निदाउँथ्यौँ। अब बच्चा बोकेर मम्मीहरू चाहिँ उनी बस्नुहुन्थ्यो। भोलिपल्ट बिहानमा बत्ती बालेर फर्किनुहुन्थ्यो। यत्रो माथि आइपुगेँ म अहिले, अब केही माथि मात्र हो। डाँडा भएर होला पुरा हावा चलिरहेको अहिले त। चस्मा खोलिदिउँ। उसै त डढिया डाँडा पुरै कालो भइरहेछ, कालो चस्मा लगाएपछि। मन्दिरको छत देखिसक्यो मैले। मान्छे चाहिँ पुरै सुनसान हो यहाँ, केही कोही छैन। लामो टेक लिन्छ है त। क्या हावा चले दामी। मन्दिर चाहिँ देखिरहेको, तपाईँहरू देख्नु भएको छैन? त्यहाँ माथि छत देखिरहेछ। अब म त्यहीँ जान्छु। देख्न सक्नुहुन्छ म चाहिँ अहिले आइपुगिसकेँ माथि मन्दिरमा। पहिलाको भन्दा धेरै चिज फेरिसकेको छ, तर मन्दिर चाहिँ एउटा जस्ता जस्तै हुन्छ नि त। यो चाहिँ पहिलाको मन्दिरमा चाहिँ यो मात्र थियो होइन, यो भित्रको ढुङ्गाको छानुमा त। अनि यही हो
मन्दिरहरू यही हो। अहिले चाहिँ फेरि होइन यो ठुलो ट्रस हाल्यो। यहाँबाट चाहिँ हाम्रो मेरो घर चाहिँ यता तल भयो। यहाँ यो साइडमा हो मेरो घर चाहिँ, अनि मेरो मामा घर चाहिँ यो साइडमा हो क्या। मेरो मामा घर पनि देखिन्छ क्या यहाँबाट। मेरो मामा घर चाहिँ कुन भन्दाखेरि त्यो बाटोबाट गएपछि ठिकै यहाँ। अब मन्दिरमा आएपछि त दर्शन गर्नै पर्यो। अब भोक पनि अलिअलि लाला जस्तो हो। तातो भएको गर्मीले के आनन्दको हावा छ। म चाहिँ मन्दिर घुमेर फर्किँदै यति तल आइसक्यो। मैले भिडियो जहाँबाट स्टार्ट गरेको थिएँ त्यहाँ आइदिनु लागिसक्यो। अहिले ठ्याक्कै लाएर कति बज्यो भन्दाखेरि 2:48 भयो। लास्ट गाडी चाहिँ यहाँबाट 5 बजेसम्म जान्छ अरे। अब त्यहाँ तल गएर फुपू दिदीको घर छ, फुपू दिदीको घरमा पस्नु पर्यो। बा सन्चै हुनुहुन्छ? गोरु चराइरहनु भा? म यहाँ माथि मन्दिरसम्म पुगेर। चिन्नु भयो त मलाई? चिन्नु भएको छैन? बिर्सिसक्नु? त्यहाँको बाबु हो? होइन, म यहाँ तलको भण्डारी। कानु त भाइ? म अहिले बटारबाट आएको। यो भुरो र तपाईँ छोडेर? हजुर, एउटा दरम बगान भुरो र अहिले तपाईँ बज्यो नि? होइन होइन, म त्यो होइन, म त माथि बिहान डाँडाबाट फर्किने। यो के लिनु आज? यो भिडियो भइरहेको छ। बटर कहाँ नि भन्नु भएको तपाईँले? बटर अहिले राम मन्दिर भन्दा अलिक माथि डाँडा। तपाईँ एक्लै यहाँ आइले? गुट बच्चा चढाउनु। दाईहरू कता हुनुहुन्छ अहिले? यहाँ घरतिर छ भन्नुभयो। तल सर्नु भएको छैन? त्यो कोइराको काम छैन। होइन होइन, तल सर्नु भएको छैन तपाईँहरू? आयो चौरमै? छैन छैन?
त्यहाँ चाहिँ के छ त अहिले छैन छैन तपाईँको घर काठमाडौँ कि यहाँ बटारमा बटारमा आने हाम्रो साइलो अङ्कल र ठुलबुवाको पो काठमाडौँ त कान्छो अङ्कल र हामी त यहीँ बटारमा हो नि ए कान्छा कहाँनिर रहेछ त बटार कान्छो अङ्कलको तल हावा घरभन्दा अलिक तल इनारपाटी ए माइकहरू लाग्छ कि उल्याउनुमा माइक्रोमा आएको माइक्रोमा जाने 5 बजीसम्म लाग्दो रहेछ नि त माइक्रो ए अहिले कति बज्यो अहिले 3 बज्न लाग्यो 8 मिनट बाँकी छ बटार त्यो खोल्टो पारिपट्टि राम मन्दिर थाहा ओह्रालोमा त्योभन्दा अलिकति माथि ओह्रालो राम मन्दिर त्यहाँबाट अलिकति माथि जानुपर्छ अनि बल खेल्ने ठाउँ यहाँ पहिला अहिले गोरु चाहिँ कति दुईटा जोत्ने गरे गोरु हो म त फर्किनुपर्छ जान्छु अहिले हुन्छ बाबु हुन्छ बाबु जानुपर्ने अब फेरि फर्किनु पर्यो बुढापाका त्यस्तो रमाइलो हो अब एकछिन दिदीको घरमा पसेर फुत्त लाएर अनि त्यहाँ अलिअलि पैसा लिएर जानुपर्ने हो पैसा लिएर गएर घर त उडिहाल्छु हो नि यहीँबाट सुरु गरेर यहाँ भ्लग